किताब कथामा फणीन्द्र लामिछानेको नमस्कार। आज मसँग ईश्वर रिजाल सुशीलको कथा सङ्ग्रह मुक्तिको खोजीभित्रको पहिलो कथा त्यागको सङ्कल्प छ। कथा यसरी सुरु हुन्छ। फागुन महिनाको दिन वातावरण निकै रमाइलो थियो। त्यति जाडो पनि थिएन, त्यति गर्मी पनि थिएन। बिहान सबेरै ओछ्यान छोड्न अलिक गाह्रो गाह्रो जस्तो थियो। कुखुरी काँको आवाजसँगै जनमुक्ति सेनाको टोलीले आफ्नो रोल कल सुरु गर्यो। लाइनको पछाडि गएर नमुना पनि सामेल भइन्। सामान्य वामक पश्चात शारीरिक अभ्यास सुरु भयो। अरू कमरेडहरूको सिको गर्दै नमुनाले पनि जसोतसो शारीरिक अभ्यासमा सहभागिता जनाइन्। रोल कल सकिने बित्तिकै टोलीको विन्यास भयो। नमुनाको टोली जनश्रमको लागि गाउँतिर अघि बढ्यो। नमुना यो टोलीको नयाँ सदस्य, उनमा छुट्टै नयाँ उत्साह छ। केही गर्नुपर्छ भन्ने भावना छ। नेपालमा गणतन्त्र ल्याएरै छोड्ने दृढ अठोट गरेकी छन् उनले। नयाँ सदस्य भएको हुनाले उनीप्रति सबैको जिज्ञासा र चासो हुनु स्वाभाविक नै थियो। तपाईँ जनताको सिपाही हुने सोच कसरी बनाउनु भयो? शिखाले सोधिन्। सबै कुरा परिस्थितिले निर्धारण गर्ने त रहेछ नि दिदी। त्यहाँ माथि समाजका समस्या हल गर्ने उपाय भनेकै माओवादी आन्दोलन हो भन्ने बुझेर जनताको सिपाही हुन आएकी। म त नयाँ छु, मलाई सिकाउनुहोस् है दिदी, नमुनाले भनिन्। भइहाल्छ नि, सबै कुरा बिस्तारै बिस्तारै सिक्दै जाने हो। मैले पनि त सुरुमै सबै जानेको होइन, शिखाले जवाफ फर्काइन्। तपाईँका बुबा आमा पनि पार्टीकै मानिस हुनुहुन्थ्यो हो? शिखाले प्रश्न गरिन्। मेरो बुबा भारतीय सेनामा कार्यरत हुँदा मेरो आमासँग प्रेम भएको र विवाह पश्चात पुनः जागिर खान जानुभएछ। म गर्भमा हुँदा नै मेरो बुबा जम्मू कश्मीरको लडाइँमा बित्नु भयो अरे। त्यसपछि आमाले बुबाको जस्तै काम गरेस् भनेर मेरो नाम नमुना राखिदिनु भएछ, नमुनाले भनिन्। अहो, बुबा हुनुहुन्न? तपाईँको परिवार कसरी चलेको छ त? शिखाले पुनः प्रश्न गरिन्। गरिब परिवार, खान समेत समस्या भएर सिपाहीमा जागिर खान जानुभएको बुबाको मृत्युपछि मेरी आमाले अत्यन्त कष्ट भोगिरहनु भएको छ। पर्साको झाब्राहा एलानी जग्गामा हाम्रो छाप्रो छ। म हुर्कँदा त्यसै गरिबहरूको बस्तीमा हुर्केर आमाको दुःखमा साथ दिँदै गएँ। गाउँका धेरै मानिसहरूसँग मिलेर आमा दाउरा काट्न जानुहुन्थ्यो र म पनि आमासँगै पछि पछि दाउरा काट्न र बजारमा दाउरा बिक्री गर्न जाने गर्दथेँ। दुःख सुखकै कारणले गर्दा मैले पढ्न पाइनँ। म हुर्कँदै गएँ, बढ्दै गएँ। आमाको घरधन्दामा सहयोग गर्दै आइरहेको थिएँ, नमुनाले भनिन्। उमेर पुगेकी छोरी बिहे गर्ने उमेरमा यसरी पार्टीमा नहिँड भनेर आमाले भन्नु भएन? शिखाले जिज्ञासा राखिन्। नहिँड्नै त भन्नु भएन, तर अब विवाह गर्नुपर्छ चाहिँ भन्नुहुन्थ्यो। अनि तपाईँ आफैले विवाहबारे केही सोच्नु भएको थिएन त? शिखाले प्रश्न गरिन्। गाउँघरमा साथीसँगीको विवाह भएको देख्दा मलाई पनि विवाह गर्न मन नलाग्ने होइन, तर परिस्थिति बनिसकेको थिएन। गाउँकै एउटा अमर भन्ने साथीसँग मेरो भावनात्मक सम्बन्ध बढ्दै गइरहेको थियो। मैले उसलाई बिस्तार बिस्तार मन पराउन थालेँ, तर म भन्न सक्दैनथेँ। उसको व्यवहार भने अत्यन्तै राम्रो लाग्दथ्यो। उसले मलाई पनि मन पराउँछ जस्तो लाग्थ्यो, तर हाम्रो एक आपसमा कुरा भने हुन सकेको थिएन। अमरले गाउँको पढाइ सिद्ध्यायो र पढ्नको निम्ति सहर जानुपर्ने भयो। ऊ सहरतिर लाग्यो। एक दिन साँझ पर्दा नपर्दै 1-2 गर्दै 50औँ मान्छेहरू हाम्रो गाउँको चन्द्रे साउको घर अगाडि जम्मा हुँदै गए। कामबाट भर्खरै घर फर्किएका गाउँलेहरूमा एक प्रकारको कौतूहलता छाउन थाल्यो। गाउँलेहरूको मनमा शङ्काका बादलहरू नराम्ररी मडारिरहेका थिए, तर बोल्ने साहस कसैको थिएन। चन्द्रे साउको पिँढीमा बाँधिएको कुकुर भने जोड जोडले भोकिरहेको थियो। गाउँमा रबाब देखाउँदै हिँड्ने चन्द्रे साउको त्यस दिनको छटपट्टि हेर्न लायक थियो। आज गाउँमा केही न केही हुन्छ भन्ने आशंका गाउँभरिका मानिसहरूले गरिरहेका थिए। एक्कासी तालीहरू बज्न थाले। जम्मा भएका समूहबाट एकजना मानिस आँगनको छेउमा राखिएको काठको मुढामा उभिएर बोल्न थाले। यस गाउँका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, नेकपा माओवादीको तर्फबाट हार्दिक लाल सलाम। नेपाली शासकहरूले गरेको अन्याय र अत्याचारको विरुद्ध र नेपाली जनताको आफ्नो सत्ता ल्याउनको लागि हाम्रो पार्टीले जनयुद्धको शङ्खघोष गरेको छ। तत्पश्चात देशका शासक, शोषक, सामन्त र जमिनदारहरू आफ्नो सत्ता बचाउन गाउँ गाउँमा विभिन्न अफवाह फैलाउँदै हिँडिरहेका छन्। हामी उनीहरूलाई यस्तो हरकत नगर्न चेतावनी दिन चाहन्छौँ। यदि यस्तो हरकत भएमा हामी कडाभन्दा कडा कारबाही गर्न बाध्य हुनेछौँ। हामी सामन्त, सुदखोर र ठुला जमिनदारहरूको अन्नपात सम्पत्ति कब्जा गरेर दुखी, गरिब र निमुखाहरूलाई बाँड्ने गरिरहेका छौँ। गरिबहरूलाई ठग्ने, जाली तमसुक बनाउने, सुदखोरहरूको घरमा कब्जा गरेर तमसुकहरू जलाइरहेका छौँ। जनता ठग्ने साना किसान संस्थामा भएका लाल पूर्जा जफत गरेर जनतालाई नै बाँडिरहेका छौँ। सरकारका आसेपासेहरूले हाम्रा विरुद्ध गलत प्रचार गरिरहेका छन्।
देश लुट्ने राष्ट्रघाती जनघातीहरूले उल्टै हामीलाई चोर, डाँका र लुटेरा भनिरहेका छन्। तपाईँ जनसमुदायहरू भ्रममा नपर्नुहोला। दुखी गरिबको पक्षमा एकाकार भएर अघि बढौँ। हाम्रो जित सुनिश्चित छ। कमान्डरले गाउँलेहरूलाई आश्वस्त पारे। तालीको गडगडाहटसँगै ती व्यक्तिहरू एकैछिनमा त्यहाँबाट लाखापाखा लागे। मलाई यी कुराहरूले गहिरो प्रभाव पारिरहेको थियो, नमुनाले भनिन्। काठदाउराको चोरी निकासी रोक्ने बहानामा बेला बेलामा गैँडा गस्ती र प्रहरीहरू गाउँ छिर्ने गर्थे। तिनीहरूले अनेक बहाना बनाएर गाउँलेलाई दुःख दिने तथा किशोरीहरूलाई जिस्क्याउने र अभद्र व्यवहार गर्ने गर्दथे। तिनीहरू गाउँ पस्ने माध्यम चन्द्रे साउ र रक्सी बनाएर बेच्ने एकाध घरहरू थिए। एक दिनको कुरा हो, एक बिहानै एक कुल प्रहरी गाउँ पसेर मेरी ठुली आमाको छोरा हर्कलाई जङ्गल सक्ने पनि तनै हो र अहिले माओवादी पाल्ने पनि तनै हो भन्दै मडासन्न हुने गरी पिटे। अन्तमा यस्तो काम दोहोरिएमा मार्ने धम्की दिँदै प्रहरीहरू गाउँबाट बाहिरिए। हिजो राति बजारमा जुलुस लगाएर फर्कँदै गर्दा चन्द्रमानले देखेका थिए। उनी चौकीतिर नै लस्किरहेको हर्कले देखेका रहेछन्। चन्द्रमानलाई किरकार गर्दा पोल खुल्यो र सङ्घ सङ्गठनका साथीहरूले चन्द्रमान साहुलाई पिटेर खुट्टा भाँचिदिए। उनी उपचारका लागि सहर गएपछि गाउँ फर्कँदै फर्किएनन्। त्यसपछि प्रहरीले हर्क दाईलाई खोज्न दिनदिनै आउन थाल्यो। त्यसैले हर्क दाई सङ्गठनकै साथीहरूसहित सँगसँगै हिँड्न बाध्य हुनुभयो, नमुनाले भनिन्। बेला बेलामा गाउँमा हुने गरेको सभाबाट युवाहरू आकर्षित भएर वर्षेनी सयौँका सङ्ख्यामा जनयुद्धमा लामबद्ध हुने क्रम जारी थियो। सङ्गठित युवाहरूलाई आधारभूत तालिम दिँदै दमन विरुद्ध प्रतिरोधको तयारी पार्टीले गरिरहेको थियो। नमुनामा पनि सङ्गठनको राम्रो प्रभाव परिरहेको थियो। दमन गर्न गाउँ आइरहने पुलिसलाई कारबाही गर्ने योजना पार्टीले बनाएको रहेछ। एक बिहानै ठुलो आवाज गरेर विस्फोटन भयो र एकैछिन 20-25 पटक गोली पड्किएको आवाज आयो। गाउँलेहरू सजग हुँदै जङ्गलतिर लागे। माइन पड्किएको ठाउँ नजिकैबाट एकजना गाउँले दाजु दकुर्दै आउनुभयो। माइनमा परेर 3 जना प्रहरी मरेको र 5 जना जति घाइते भएकाले गाउँका निर्दोष युवा युवतीलाई जम्मा गरेर प्रहरीले पिटिरहेको उहाँले सुनाउनुभयो। डरले म पनि दाउरा काट्न जङ्गलतिर लागेँ। दाउरा काटेर बेलुका मात्र फर्कँदा गाउँमा अनिष्ट भइसकेको रहेछ। गाउँमा पसेको प्रहरी जत्थाले हर्क दाईको घरमा आगो लगाएर उहाँको बहिनी उषालाई बलात्कार गरेको कुरा गाउँलेले सुनाए। म हतारिएर घर पुगेँ। मेरो पनि ठुलै खोजी भएको रहेछ। आज म घरमा भएको भए मेरो पनि उषाको जस्तै हालत हुने रहेछ भन्ने लाग्यो। उनीहरूले मेरी आमालाई पनि लछार पछार पार्दै गाली गलोज गरेछन्, छोरी जङ्गल गएकी छे भनेकाले। प्रहरीले आउने बित्तिकै कार्यालयमा पठाइदिनु भनेका छन्, आमाले सुनाउनु भयो। म प्रहरीमा गए पनि उनीहरूले मलाई नछोड्ने पक्का थियो। त्यसैले एक्लै आमालाई छोडेर युद्धमा लागौँ कि के गरौँ भन्ने दोधारमा म परेँ। बुबाले अर्काको लागि त ज्यान गुमाउनु भयो, म त नेपाली जनताको मुक्तिको लागि लड्ने अवसर पाएको छु। अन्याय अत्याचार सहेर बस्नुभन्दा आफ्नो अधिकार प्राप्तिको निम्ति आफै लडेर सबैको सुदिन चाँडै ल्याउनुपर्छ भन्ने अठोटका साथ म जनयुद्धमा सामेल भएँ, नमुनाले भनिन्। उनी पूर्णकालीन भएपछि सिधै वर्ग दुश्मनसँग लड्ने मोर्चा जनमुक्ति सेनामा भर्ती भएकी थिइन्। बेला बखत बुढी आमा र अमरसँगका विगतले उनलाई झकझकाइरहन्थ्यो। तर पनि सर्वहारा वर्गीय विचारलाई आत्मसात गर्दै विजयसम्म पुगी छाड्ने दृढ अठोट गरेर नमुना क्रान्तिमै लागिरहन्। उनी बेला बेलामा घर आउँथिन्, तर अमरसँग उनको भेट हुँदैनथ्यो। जुन बेला अमर घर आउँथ्यो उनीसँग भेट हुँदैनथ्यो। यस्तै तरिकाले उनी जनयुद्धमा सामेल भएको पनि 2 वर्ष बित्यो। अमरले हामी पीडित छौँ, यो सत्ता नढालेसम्म हाम्रो मुक्ति हुन सक्दैन, त्यो कुरामा म प्रष्ट छु, तर हतियार उठाएर लड्ने कुरामा खतरा छ। हामी आन्दोलन गरेर पनि सत्ता कब्जा गर्न सक्छौँ। आन्दोलनमा सँगै काम गरौँला, तिमी फर्क भन्ने बेहोराको चिठी पठाएको नमुनाले पाएकी थिइन्। हो, म हिजो जनयुद्धमा रहरले लागेकी थिइनँ, म बाध्यताले लागेकी थिएँ। तर अब मैले थुप्रै विषयवस्तुहरू बुझिसकेको छु। मालेमा बात पनि राम्रोसँग बुझेकी छु। यो हत्यारा सडे गलेको तानाशाही सत्ता नउल्टाएसम्म नफर्कने अठोट गरिसकेको छु। तिमीलाई भेट्न त अति नै मन छ, तर के गर्नु, यता पार्टीको कामले फुर्सद निकाल्नै गाह्रो हुन्छ। उता दुश्मनले गाउँघरमा मलाई फर्कनै दिँदैन। यदि तिमी आउँछौ भने मेरो सम्पर्क स्थान पठाउने छु, नमुनाले जवाफ फर्काएकी थिइन्। पटक पटक भेट्ने खबर पठाएकोले उनी पनि अमरसँग भेट्न इच्छुक थिइन्। केही समयपछि युद्ध विराम भयो। माओवादी र सरकारको वार्ता सुरु भयो। पहिलेभन्दा परिस्थिति सहज भयो। नमुनाले आफ्नो प्यारो साथी अमरसँग भेट्ने अवसर पाइन्। नमुना र अमरले एक अर्कालाई हेरिरहे। दुवैको चेहरा अनौठो देखिएको थियो। दुवै कर्तव्य विमूढ भए। केही समय दुवै बोल्न सकेनन्। दुवैको मुखबाट शब्द निस्कन मुस्किल पर्यो।
उनीहरूको चेहरामा कौतूहलता, खुसी, आनन्द, उत्साह र सामिप्यता एकैसाथ झल्किरहेको आभास हुन्थ्यो। मलाई त यसरी भेटिएला जस्तो पनि लाग्न छोडिसकेको थियो। अमरले कुरा सुरु गरे। हो, मलाई पनि यसरी नै भेट्न पाइने हो कि होइन भन्ने दुविधा नै लागेको थियो। नमुनाले सहमति जनाइन्। तिमीले जीवन सङ्घर्षको कठिन बाटो रोज्यौ, जहाँ मैले साथ दिन पाउने अवस्था नै बनेन, अमरले भने। परिस्थितिले मलाई यो बाटोमा डोर्यायो। अब मैले बाटो मोड्न सक्ने अवस्था नै रहेन, नमुनाले आफ्नो अवस्था दर्शाइन्। मैले पनि बुझेको छु, क्रान्तिको अवधि अनिश्चित हुन्छ। मैले तिमीलाई साथ दिन सकिनँ, नमुना, तर म तिमीलाई अत्यन्त माया गर्छु। त्यसैले साथ दिन नसके पनि नफर्कदासम्म तिम्रो बाटो कुरिरहनेछु। अमरले लामो सास फेर्यो। अमर हिजोभन्दा भिन्नै भइसकेको थियो। गाउँले अमर अहिले अमर सर भएको थियो। उसँगको भेटले नमुनालाई झनै उत्साही र नीतिप्रति दृढ हुन मद्दत गर्यो। उसको अभिव्यक्ति शैली पनि हिजोभन्दा समृद्ध भएको थियो। वास्तवमै विचारवान भएर गरेको छलफल नयाँ हुनु स्वाभाविकै थियो। उनीहरू बीचको छलफलले एउटा ठोस निष्कर्ष निकाल्यो। हामी दुई बाटोमा भएर पनि हाम्रो प्रेम अमर रहनेछ। जीवित रहेसम्म हाम्रो मायामा कमी हुने छैन। हामी आफ्नो ठाउँबाट सधैँ लडिरहनेछौँ र विजयको दिनपछि हामीले सँगै जीवन बिताउने अठोट गऱ्यौँ, नमुनाले भनिन्। त्यसबेला नमुनालाई आफू भावनामा बगेको अनुभूति भयो। कता कता नमुनालाई आफ्नो प्यारो अमरसँगै रहन पाए पनि हुन्थ्यो जस्तो अनुभूति भइरहेको थियो। फेरि पनि भावनालाई थाती राखेर उनीहरूले दरिला हातहरू मिलाए। छुट्ने बेलामा उनीहरू दुवैका आँखाहरू रसाए। अलि पर पुगेर नमुनाले फर्केर हेरिन्। अमर पनि उनलाई हेरिरहेको थियो। माया प्रेम भन्ने कुरा एकअर्कालाई चिन्ने बुझ्ने अवसर रहेछ। विचारमा मेल र भावनात्मक एकता हुँदै गएपछि मात्र एउटै ठाउँमा पुगिने विषय रहेछ। यसरी भएको मायाले जस्तोसुकै कठिनलाई पनि सहन गर्न सक्ने हुँदो रहेछ। मैले कयौँ कथाहरू सुनेकी छु कि भौतिक प्राप्तिको लागि मरिमेट्ने, तर प्राप्तिपछि त्यसको महत्त्व घटाउँदै व्यवस्था गर्ने, एकहोरो माया गर्ने र असफल भएपछि वा आफ्नो नभइसकेपछि त्यसलाई अरूको पनि हुन नदिई हत्या गर्ने प्रयास गरेको पनि पाइन्छ। हाम्रो नेपाली रूढिवादी समाजमा महिलालाई माया गर्ने छुट अत्यन्तै कम छ। कयौँले त आत्महत्यासम्म पनि गर्ने गर्दछन्। तर वास्तविक माया गर्नेले आफूले सोचेको नभएर अलग अलग बाटो रोजे पनि उसको जीवन खुसी रहोस् भन्ने महान विचार भएकाहरू नै वास्तविक प्रेमी हुन्। यी र यस्तै कुराहरू सोच्दै नमुना पुनः युद्ध मोर्चामा फर्किन्। देशमा बढ्दो विकराल स्थितिलाई ठिक ठाउँमा ल्याउने सङ्कल्पका साथ नमुना आफ्नो निजी स्वार्थलाई त्यागेर सम्पूर्ण नेपालीको मुक्तिमा नै आफ्नो मुक्ति हुने विश्वास राख्दै यो महासागरको यात्रामा एउटा अटल यात्री बनेर उभिन सफल हुन्छन्। ईश्वर रिजाल सुशीलको मुक्तिको खोजीभित्रको पहिलो कथा त्यागको सङ्कल्प यहीँ सकिन्छ। आगामी श्रृङ्खलामा पुनः हाम्रो भेट हुनेछ। नमस्कार।